हिमालयको मुटुमा अवस्थित नेपाल आज एक राजनीतिक दोबाटोमा उभिएको छ। यहाँ बालेन शाह, केपी ओली, हर्क साम्पाङ, प्रचण्ड, शेरबहादुर देउवा र रवि लामिछाने बीचको प्रतिस्पर्धा छ। कसले देश बनाउँछ र कसले सम्हाल्न सक्छ। प्रत्येक पक्षहरूले राष्ट्रको भविष्यका लागि फरक दृष्टिकोण र फरक प्रतिजा प्रस्तुत गर्छ। तर नेपाली जनताको आँखाबाट हेर्दा भविष्य कस्तो देखिन्छ? यो उत्साही विद्यालय या विद्यार्थीहरूले भरिएको कक्षा कोठा जस्तो हो, जहाँ प्रत्येक जीवनलाई मूल्य दिन्छ। त्यो यस्तो अस्पताल जस्तो हो जहाँ हरेक जीवन महत्त्वपूर्ण मानिन्छ। त्यो यस्तो भ्रष्टाचार जस्तो हो पकडबाट मुक्त सरकारले कल्पना हो। यो स्थिर रोजगारीका सपना हो जसका लागि घर छोड्न नपरोस् र यो आफ्नो आवाज सत्तामा रहेका विद्यार्थीहरूसम्म पुग्ने मौलिक अधिकारको चाहना हो। प्रत्येक मार्ग स्थापना रूपमा महसुस गर्न सकिन्छ। यो दुर्गम गाउँहरूलाई चहल पहल भएका सहरसँग जोडिने राम्रो सडकहरूको आह्वान हो। यो घर र विद्यार्थीहरूलाई शक्ति दिने निरन्तर विद्युत आपूर्ति चाहना हो। यो हरेक आधारबाट बग्ने स्वच्छ पिउने पानीको आवश्यकता हो। यो हरेक धाराबाट बग्ने स्वच्छ पानीको आवश्यकता हो र यो अवसरको संसार खोलिदिने भरपर्दो इन्टरनेटको मार्ग हो। यो कुनै विशेष त होइन, यी त आधुनिक र समृद्धि समाजका आधारभूत निर्माण ढुङ्गाहरू हुन्। पूर्वाधारभन्दा पनि पर निशस्तमा आधारभूत समाजको गहिरो चाहना छ। यस्तो नेपाल जहाँ हरेक व्यक्तिलाई उसको जात र पृष्ठभूमि जस्तो सुकै भए पनि समानका साथ व्यवहार गरियोस् र न्याय पहुँचोस्। एउटा राष्ट्र जहाँ समानता केवल संविधानमा लेखिएको शब्द मात्र नहोस्, तर सबैको लागि जीवित वासिस्ता बनोस्। जब राजनीतिक मञ्च तयार हुन्छ र झगडा पराउँछ, अन्तिम निर्णय जनताकै हातमा हुन्छ। यस्तो निर्णय जसले आउने पुस्ताको भविष्य निर्माण गर्छ।